संसारमा अहिले सबैभन्दा मान्छेको सङ्ख्याको कुरा गर्दाखेरि मैले सर्च गरिराखेको थिएँ लगभग 8.3 बिलियन है 8.3 बिलियन चाहिँ संसारमा मान्छेहरू छ है त्योभन्दा पनि बेसी छ अनि 1 मिनेटमा सरी 1 सेकेन्डमा जम्मा 2 जना चाहिँ जन्मिन्छ अरे 1 सेकेन्डमा संसारमा 1 सेकेन्डमा चाहिँ 2 जना जन्मिन्छ अरे भनेपछि 1 घन्टामा त कति जन्मिन्छ र एकदमै ठुलो के अरे संसारमा आज हामीले पपुलेसन ग्रोथलाई हामी हेरेको छौँ तर त्यो सबै पपुलेसनको ग्रोथको बिचबाट यहाँ पनि आज यीशु ख्रीष्टको टाइममा पनि मानिसहरूको भिड त्यहाँ छ मानिसहरू छ धेरै सङ्ख्यामा मानिसहरू छ तर त्यो धेरै सङ्ख्यामा केवल एकजना मानिसको कुरा मात्रै यहाँ गरिराखेको छ अनि त्यो एकजना मानिसको चाहिँ के हुनुपर्छ भनेको छ भन्दाखेरि त्यो मान्छेको चाहिँ मृत्यु हुनुपर्छ सबैजनाको होइन तर खालि एकजनाको मात्र चाहिँ मृत्यु हुनुपर्छ आउट अफ 8.3 बिलियन मान्छेहरूबाट चाहिँ एकजनाको मात्र चाहिँ मृत्यु हुनुपर्छ अनि त्यो व्यक्ति चाहिँ आज मृत्यु पनि आज त्यो व्यक्तिले चाहिँ भोग्नुपर्छ अरू 8.2 है जना चाहिँ उनीहरूको मृत्यु हुनु हुँदैन तर 8.2 जनाको लागि यो व्यक्तिको चाहिँ मृत्यु हुनुपर्छ भन्ने कुरो आज हामीले यो खण्डमा हामी देख्ने गर्दछौँ प्रभु यीशु ख्रीष्ट जब यो समयमा आज हुनुहुन्थ्यो उहाँले यति धेरै ठुलो एउटा के भनौँ एउटा प्रभाव ल्याएको छ हल्ला फिन्जिएको छ मानिसहरू चकित भइरहेको छ मानिसहरू चाहिँ परमेश्वर येशूमा चाहिँ आज गइरहेको छ यहाँ तपाईँले यूहन्नाको सुसमाचार 12 अध्यायमा त्यहाँ हेऱ्यो भने हामी त्यहाँ पाउँदछौँ के अरे यीशु ख्रीष्टको कारणले र विशेष गरी यीशु ख्रीष्ट र लाजरस जसलाई प्रभु यीशु ख्रीष्टले बाउडे उठाउनु भएको थियो त्यो कुरोले गर्दाखेरि यूहन्ना 12:19 मा पाउँदछ सारा संसार चाहिँ उसको पछि लागेको छ भनेको छ सारा संसार नै उसको पछि लागेको छ यसै कारण गर्दाखेरि यो सारा संसार उसको पछि लागेको कारण गर्दाखेरि प्रभु येशू ख्रीष्टको आज के भएको छ उहाँको फ्यान बढेको छ भनौँ न हैन अहिलेको समयमा चाहिँ उहाँको फ्यान बढेको छ अनि त्यो कुरो चाहिँ मन पराएन है एकदमै मन पराएनन् अनि उनीहरूले एउटा यहाँ जो त्यस समयको मुख्य पुजारीहरू थियो त्यस समयको फरिसीहरू थियो त्यस समयको सभाको जुन विशेष मेम्बरहरू थियो जसलाई स्यानिट्रेन भनिन्छ उनीहरू एकदमै डराएको छ उनीहरू डाही भएको छ उनीहरूलाई त्यो कुरो मन पराएको छैन किनकि सबैजना त यीशुको पछि लाग्न थालेको छ झन्डै यो चाहिँ हामी दाउद र साउलको घटना जस्तोलाई हामी देख्छौँ जब दाउदको प्रख्यात बढ्यो जब दाउद फेमस भयो त्यति बेला सबैजना चाहिँ दाउदको पछि लाग्न थाले अनि दाउदको पछि लाग्दाखेरि त्यहाँ गीत भयो है साउल राजाले त 1000 मात्रै मार्यो तर दाउदले त 10,000 भनेर चाहिँ भिडले दाउदको प्रशंसा गर्दाखेरि त्यो प्रशंसाको कुरो चाहिँ साउल राजालाई एकदमै मन पराएन त्यहाँदेखि त्यो दिनदेखि उता चाहिँ साउल राजाले पनि आज दाउदलाई चाहिँ के गर्नुपर्छ मार्नुपर्छ भने उसले भित्रभित्र आफूभित्र उसले एउटा सिक्रेटली उसले प्लानहरू योजनाहरू बनाइराखेका थिए यहाँ पनि प्रभु यीशु ख्रीष्टको यति धेरै उहाँको चर्चा भइराखेको छ जता हेरे प्रभुले गर्नुभएको कामको विषयमा जता हेऱ्यो मान्छेहरू यीशु ख्रीष्टलाई हेर्न आएको अनि यीशु ख्रीष्टले के अरे बाउडे उठाउनु भएको लाजरसलाई मान्छेहरू हेर्न आएको कुरोलाई हामी हेर्छौँ परमेश्वरको महिमा त्यहाँ भइराखेको छ अनि यो कुरो चाहिँ उनीहरूलाई मन परेनन् अनि त्यही कारण गर्दाखेरि चाहिँ अब उसलाई हामी रोक्नुपर्छ उसलाई हामी रोक नत्र भने हाम्रो लागि एउटा ठुलो समस्या छ अनि समस्या के छ उनीहरूले पोलिटिकली हेर्दैछ अब यहाँ तपाईँले यहाँ तपाईँको 47 मा एउटा राजनीतिक प्रकारले हेर्दछन्
रोमी साम्राज्यले हामीलाई चाहिँ के गर्नेछन्, अब हामीलाई आउनेछन् र हाम्रो देश, हाम्रो जाति र हाम्रो जग्गा चाहिँ उनीहरूले लानेछन्, हामीबाट खोसेर लानेछन् भनेर चाहिँ आज उनीहरूले त्यो कुरोलाई हामी देख्छौँ। यस गरी यरुसलेम जे भए तापनि एउटा थोरै इजरायलीको हातमा परिराखेको छ, पहिलेको जस्तो त छैन हैन। किनकि अब यरुसलेम सम्पूर्ण कब्जा चाहिँ कसले गरिरहेको छ, रोमी साम्राज्यले गरिरहेको छ। रोमी साम्राज्यको पालामा भएको आज यो यरुसलेम हो। अब यो पनि लगेर जानेछ भनेर चाहिँ आज उनीहरू पोलिटिकली पनि इन्सिक्योर भइरहेको कुरोलाई हामी त्यहाँ पाउँदछौँ। अनि त्यति बेला चाहिँ एउटा भविष्यवाणी त्यहाँ हुँदछन्। अनि त्यो चाहिँ कसले गर्दछ भन्दाखेरि मुख्य पुजारीले, त्यो वर्ष एउटा मुख्य पुजारीले भविष्यवाणी गर्दछन्। निष्ठाचार नजिक आइराखेको छ। अनि भविष्यवाणी चाहिँ के गर्दछन् भन्दाखेरि, के तिमीलाई यो कुरो थाहा छैन, एउटा मान्छे चाहिँ सबै मान्छेको लागि आज मर्नुपर्छ, न कि एउटा जाति सबै नै नष्ट हुनको लागि। तर त्यो सबै जाति, सबै त्यो मान्छेलाई बचाउनको लागि एकजना मान्छेको चाहिँ के हुनुपर्दछ, आज उसको चाहिँ मृत्यु हुनुपर्छ। किन आज हामीहरू चाहिँ मर्नु, किन हामीहरू चाहिँ पक्रमा पर्नु, किन हामीहरूलाई चाहिँ के अरे हामीहरूलाई चाहिँ आज रोमी साम्राज्यहरू आएर चाहिँ हामीलाई चाहिँ मार्ने, बरु यही व्यक्तिलाई हामी मारिदिउँ न। यही व्यक्तिलाई मारिदियो भने के हुन्छ, आज हामी चाहिँ बाँच्नेछौँ, हामी चाहिँ सिक्योर हुनेछौँ भनेर चाहिँ आज उसले एउटा भविष्यवाणी केफसले यहाँ गर्दछन्। अनि यो चाहिँ एउटा भविष्यवाणी भएको छ। अनि त्यति बेला चाहिँ यहाँ भन्दछन् 54 पद, त्यहाँदेखि उता प्रभु येशू ख्रीष्ट चाहिँ खुल्ला यहुदीको बीचमा आज उहाँ हिँड्नु सक्नु भएन। उहाँ जङ्गलमा, उहाँ मरुभूमिमा उहाँ लुक्दै छिप्दै उहाँ बस्नुभयो। अनि जब निष्ठाचारको दिन आयो, प्रभु येशू ख्रीष्टले मान्छेले खोज्न थाल्यो, है प्रभु येशू ख्रीष्ट कहाँ छ, उनीहरूले प्रभु येशू ख्रीष्टलाई खोज्न थाल्यो। कतिले प्रभु येशू ख्रीष्टको महिमालाई हेर्नको लागि प्रभुलाई खोजिराखेको थियो, तर कतिले चाहिँ प्रभु येशू ख्रीष्टलाई पक्राउनको लागि चाहिँ खोजिराखेका थिए। के आज ऊ यो निष्ठाचारमा आएन भनेर चाहिँ यहाँ प्रभुको वचनले भन्दछन्। अनि 37 पदमा मुख्य पुजारी र फरिसीहरूले यो आदेश दिएको छ, यदि तिमीहरूले येशू ख्रीष्ट आज यो निष्ठाचारको दिनमा आयो भने चाहिँ तिमीहरूले चाहिँ उसलाई चाहिँ के गर, पक्रेर हामीलाई रिपोर्ट दिइहाल्नु, हामी उसलाई हामी पक्रिहाल्नेछौँ, एरेस्ट गरिहाल्नेछौँ। त्यस पश्चात चाहिँ आज हामीहरू चाहिँ बाँच्नेछौँ, तर उसलाई चाहिँ हामी मार्नेछौँ भन्ने कुरोलाई आज हामी यहाँ देख्छौँ। त मैले यो खण्डलाई राम्रोसँग हेरिराखेको थिएँ। अनि मलाई यो खण्ड एउटा विशेष कुरो मलाई ध्यान जानु मन पर्यो। त्यो चाहिँ हो एकजना मान्छे, एकजना व्यक्तिको मृत्यु। यो एकजना मान्छे चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ। बाइबलमा हामी एकजना मान्छेको विषयमा हामी हेर्दाखेरि, जब तपाईँले रोमीको पत्रमा आउनुहुन्छ नि, है रोमीको पत्रमा आउनु हुँदाखेरि तपाईँले यहाँ 5 अध्यायको 5 अध्यायको चाहिँ अब मैले यहाँ के अरे विशेष गरी यहाँ 15 पददेखि हेर्दै गयो भनेको छ, वरदान चाहिँ पाप जस्तो होइन, धेरैजनाहरू एकजना मान्छेले गर्दाखेरि धेरैजना आज पापमा मरेको छ। तर परमेश्वरको अनुग्रह र वरदान चाहिँ एकजना मान्छेद्वारा आएको छ। एकजना मान्छेको पापले गर्दाखेरि धेरैजना मरेको छ, तर एकजना मान्छेको वरदानले गर्दाखेरि आज एकजना मान्छे ख्रीष्ट येशूको गर्दाखेरि आज परमेश्वरको अनुग्रह चाहिँ आज आएको छ भनेर। अनि यो परमेश्वरको अनुग्रह चाहिँ प्रशस्त मात्रामा बगेर मान्छे कहाँ पुगेको छ। तपाईँलाई अझै यहाँ हेर्दै गयो भने 16 पदमा हुन्छ, एकजना मान्छेको पाप, परमेश्वरको वरदान चाहिँ एकजना मान्छेको पापको परिणाम जस्तो होइन, जसले चाहिँ आज
धेरैलाई पापलाई पछाउँदछन्, तर धेरैलाई चाहिँ आज एकजना मान्छेको वरदानले चाहिँ के गर्दछन्, धेरैलाई चाहिँ आज पापबाट धार्मिकता ठहराउने काम आज गर्दछ। यदि एकजना मान्छेको पापले मृत्यु ल्याउँदछ भने एकजना मान्छेको कारणले परमेश्वरको प्रचुर मात्राको अनुग्रह र धार्मिकताको वरदान चाहिँ एउटा जीवनमा राज्य गर्नेछन्, जो एकजना मान्छे प्रभु येशू ख्रिस्टको कारणले। अझै त 18 पदमा हेर्नुहोस्, एकजनाको पापले गर्दा सबैजना पापी भएको छ, तर एकजनाको धार्मिकताको कारणले गर्दाखेरि सबैजना धर्मी ठहरेकोले जीवन पाएको छ। एकजना मान्छेको अनाज्ञाकारिताले गर्दाखेरि धेरैलाई पापी बनाएको छ, तर एकजना मान्छेको आज्ञाकारिताले गर्दाखेरि धेरैलाई धर्मी ठहराएको छ। यसै कारण यो एकजना मान्छेको कुरो यहाँ गरिराखेको छ। एकजना मान्छे जो पहिला थियो त्यो चाहिँ थियो आदम, तर अब एकजना मान्छे जो यहाँ उल्लेख हुँदछन् अनि त्यो चाहिँ हो प्रभु येशू ख्रिस्ट। यसै कारण एकजना मान्छेको मृत्युको महत्त्वलाई आज हामी देख्दछौँ। सबैजनाको होइन, तर एकजना मान्छे, खालि त्यो मान्छेको मृत्यु मात्र, कसैको अरूको मृत्यु होइन। किनकि त्यो मान्छे मात्र चाहिँ, त्यो मान्छेको मृत्युले मात्र चाहिँ आज धेरै ठुलो एउटा के गर्न सक्दछ, त्यसको प्रभाव हुन सक्दछ। तर केवल यो मान्छेको मृत्यु मात्र चाहिँ हुनुपर्छ। तर यो मान्छेको मृत्युले मात्र चाहिँ मान्छे जातिको जीवनमा परमेश्वरको अनुग्रहलाई आज उसले प्राप्त गर्नेछन्। यो मान्छे बाहेक, यो एकजना मान्छे बाहेक अरू मान्छेको होइन। खालि यो मान्छे मात्र चाहिँ मर्नुपर्छ अनि यो मान्छेलाई मात्र चाहिँ मार्नुपर्छ भन्ने कुरा चाहिँ केफासले भन्दछन्। तर परमेश्वर यो मान्छे चाहिँ को हुन् त, अनि कसको विषयमा यो कुरा गरिरहेको छ भन्दाखेरि प्रभु येशू ख्रिस्टको विषयमा भन्दछन्। केवल येशूको मृत्युले मात्र, जो उहाँ एउटा मान्छे हुनुहुन्छ, उहाँ एक मान्छे मात्र हुनुहुन्छ, उहाँको मृत्यु मात्र छन् अनि उहाँको मृत्युले मात्र चाहिँ के गर्न सक्दछन्, आज एउटा ठुलो भिन्नतालाई चाहिँ ल्याउन सक्दछन्। यसै कारण गर्दा यो एकजना मान्छेको मृत्यु चाहिँ कति धेरै इम्पोर्टेन्ट रहेछ। अघि हामीले रोमीको पत्रमा हेर्यौँ नि, एकजना मान्छेको धार्मिकताले सबैलाई धार्मिकता ठहराउनेछन्, एकजना मान्छेको आज्ञाकारिताले सबैलाई चाहिँ आशिषको कुरोमा ल्याउनेछन्, एकजना मान्छेको कारणले परमेश्वरको आशिष र अनुग्रहलाई त्यहाँ प्राप्त हुनेछन् भनेर अघि हामीले त्यो खण्डलाई हेऱ्यौँ। अनि यो चाहिँ कति बेला हुन सक्छ त भन्दाखेरि यो एकजना मान्छेको मृत्युको कारण, यो मान्छेको मृत्यु मात्र चाहिँ छ, त्यहाँदेखि यो मान्छेको मृत्यु अरू कसैको मृत्यु होइन। अनि आज यो मान्छे चाहिँ को रहेछ भन्दाखेरि प्रभु येशू ख्रिस्टलाई आज हामी यहाँ देख्दछौँ। यसै कारण आज यो एकजना मान्छेको मृत्युमाथि आज हामीले एक दुई कुरो प्रभुको वचनले हामीहरूबाट हामी छ। यो एकजना मान्छेको मृत्युले आज हाम्रो जीवनमा के कुरो चाहिँ ल्याउनु सक्दछ, के कुरो गर्न सकेको छ भन्ने कुरोलाई हामी यो खण्डमा हामी हेर्दछौँ। सबैभन्दा ठुलो कुरो यो एकजना मान्छेको मृत्युले चाहिँ आज तपाईँ अनि मलाई चाहिँ अनन्तको नष्टदेखि चाहिँ परमेश्वरले हामीलाई बचाउनु भएको छ। केफासले त्यो दिन भन्दछ एकजना मान्छेको मृत्यु हुनुपर्छ ताकि त्यो मान्छेको मृत्युले चाहिँ आज हाम्रो सबै यहुदी जाति चाहिँ के छन्, बाँच्ने छन्, हामीहरू नष्ट हुनदेखि हामी बाँच्ने छन्। यदि यो मान्छे मरेन भने हामी सबै यहुदी जातिहरू चाहिँ मर्ने छन्, तर यदि यो मान्छे मर्यो भने, यो मार्यो भने उसको मृत्युबाट चाहिँ हामीले एक प्रकारले के पाउनेछन्, हामीले जीवन पाउनेछन्, हामी बाँच्नेछन्, हामी नष्ट हुने छैनौँ भनेर चाहिँ आज उसले त्यो कुरोलाई चाहिँ त्यहाँ राख्दछन्। नत्र उनीहरू यति साह्रो डराइराखेको छ, यति साह्रो भयभीत भइराखेको छ। यस समय यीशु ख्रिस्टसँग मात्र होइनन्, तर आज उनीहरू आउनेवाला डिस्ट्रक्सन,
आउनेवाला त्यो नष्ट हुने कुरोबाट उनीहरू भयभीत भइरहेको छन्। किन आउनेवाला नष्ट चाहिँ डरलाग्दो हुनेछन्। पछि प्रभु यीशु ख्रीष्टले भन्नुभयो यहाँ एउटा ढुङ्गा पनि रहने छैन। 70 एडीमा चाहिँ आज यरुशलेम मन्दिर चाहिँ गिरेको छ। 70 एडीमा चाहिँ इजरायली जाति चाहिँ छट्टाछुल्ला भएको छ, नाम निशान रहेन। तर त्योभन्दा अगाडि यहाँ यिनीहरू यति साह्रो डराए, इन्सिक्योर भइरहेको छ, असुरक्षित भइरहेको छ। अनि यसै कारण अब हामीलाई यो कुरोबाट बाँच्नका लागि, यो कुरोबाट हामीलाई जीवन पाउनका लागि एकजना मान्छेको चाहिँ मृत्यु हुन आवश्यकता छ भनेर चाहिँ आज भन्दछ। अनि आज प्रभु यीशु ख्रीष्टले एउटा इन्डाइरेक्टली उहाँको मृत्युले चाहिँ आज केही कुरो चाहिँ नष्ट हुनदेखि चाहिँ आज जोगाउँदो रहेछ। केही कुरोले चाहिँ फेरि हामीलाई प्रिजर्भ गर्ने काम गर्दछन्। फेरि हामीलाई एउटा सेकेन्ड चान्स दिने काम आज हामी गर्दछन्। फेरि परमेश्वरले हामीलाई एउटा नयाँपनको कुरोमा ल्याउने काम आज गर्दछन्। अनि आज यो एकजना मान्छेको मृत्युको कारणले गर्दाखेरि, अनि प्रिय आज येशू ख्रीष्ट बिना, यदि आज येशू ख्रीष्टको मृत्यु भएन भने, यदि आज येशू ख्रीष्टको मृत्यु नभएको भए आज तपाईँ अनि म चाहिँ पापमा मर्ने छौँ। पापको ज्याला बाइबलले भन्दछ मृत्यु हो। अनि आज तपाईँ अनि मेरो जीवनमा हामीले दोस्रो मृत्युलाई पनि हामी भोग्ने छौँ, जो चाहिँ अति नै डरलाग्दो मृत्यु छ, जो मृत्यु चाहिँ अहिले हुने छैन। तर प्रभुको त्यो दोस्रो आगमनको दिनमा जब हामी न्यायको सिंहासनको अगाडि खडा हुन्छौँ, त्यति बेला त्यो आत्माको मृत्यु हुनेछन्, जहाँ हामी सधैँ नै अनन्तको लागि आगोमा फालिदिनेछ, जहाँ रुवाबासी र डाँडा किटा हुनेछन्। अनि त्यो मृत्यु सबैभन्दा डरलाग्दो अनि भयानक छ प्रियो। अनि आज त्यो मृत्युबाट चाहिँ प्रभु येशू ख्रीष्टले हामीलाई चाहिँ बचाउन चाहनुभएको छ। त्यो मृत्यु चाहिँ आज हामीलाई परमेश्वरले हामीले दिन चाहनु भएको छैन। तर त्यो मृत्युबाट हामीलाई चाहिँ प्रभुले उद्धार गराउन चाहनु भएको छ। यसैकारण परमेश्वरमा तिमी नडराउ। त्यो मान्छे जसले तिम्रो शरीर र तिम्रो आत्मालाई मान्छे जसले खालि तिम्रो शरीरलाई मात्र नष्ट पर्छन्, तर आत्मा दुवैलाई, शरीर र आत्मालाई नष्ट पर्ने परमेश्वरको डर मान, परमेश्वरको भय मान। मान्छेले खालि आज के सोच्छ तपाईँलाई थाहा छ? खालि हाम्रो यो फिजिकल मृत्युलाई मात्र सोचिराखेको छ। म मरि त हाल्छु, भइहाल्छ। होइन प्रिय, यो मरिहाल्छ केही पनि छैन। यो शरीर त मर्छ, तर यो भित्र चाहिँ जो हामीमा आत्मा छ नि, यो चाहिँ सबैभन्दा डरलाग्दोको उसको मृत्यु छ। अनि प्रभु येशूको यही मृत्युबाट हामीलाई जोगाउनका लागि, हामीलाई बचाउनका लागि उहाँ आउनु भएको हो। अनि यसैको लागि चाहिँ प्रभु येशू ख्रीष्टको चाहिँ मृत्यु उहाँ चाहिँ क्रुसमा चढ्नु भएको हो। उहाँले आज मृत्यु हामीमा चाहिँ आज उहाँले मृत्युलाई भोगेर चाहिँ आज हामीले चाहिँ जीवनतर्फ ल्याउने काम गर्नुभएको छ। अनि यसै कारण बाइबलले भनेछ, हे मृत्यु तेरो खिल कहाँ छ? नत्र भने आज त्यो मृत्युको खिल हामीमा गाडे भने हामी इटर्नल डिस्ट्रक्सनमा हुनेछौँ। भन्नुको मतलब चाहिँ हाम्रो अस्तित्व हुँदैन भन्नु कुरो खोजेको होइन। हाम्रो अस्तित्व हुन्छ, तर यस्तोको अस्तित्वमा हुन्छ तपाईँ मेरो कि आज त्यो कष्ट र पीडामा आज भयानक जुन कुरोलाई आज हामी कल्पना पनि गर्न सक्दैनौँ। इजरायली जातिको एउटा एउटा मैला कुचेर डढाउने एउटा जग्गा थियो क्या। अनि त्यो जग्गालाई चाहिँ गेहेना भन्थ्यो। त्यहाँ चाहिँ दिनरात आगो मात्र बलिबस्थ्यो, आगो मात्र बलिबस्थ्यो। अनि धेरैचोटि प्रभु येशू ख्रीष्ट त्यसको उदाहरण पनि हुनुहुन्छ। आगोले बल्ने जग्गा, परमेश्वरको क्रोधले भस्म हुने जग्गा, प्रभुको रिस र क्रोध भएको त्यो जग्गा, त्यो कुरो छ। अनि यो डिस्ट्रक्सनबाट चाहिँ प्रभु येशू ख्रीष्टको मृत्यु चाहिँ भएको हो। अनि त्यो कुरोबाट बचाउनको लागि प्रभुजी आज आफ्नो जीवनलाई कल्भरी क्रुसमा दिनुभएको हो। कति धेरै ठुलो कुरो छ। त्यति मात्र छ, त्यो इटरनल डिस्ट्रक्सन कुरा गर्दाखेरि हामीहरू चाहिँ परमेश्वरको शत्रु पनि भएको छ। हामी शत्रु भएका छौँ। कसको शत्रु? मान्छेको शत्रु होइन, तर परमेश्वरको शत्रु।
हामी परमेश्वरको विरुद्धमा हाम्रो जीवन छ। हरेक कुरो परमेश्वरको लागि आज हामी मनपर्दो भइराखेको छैन। अनि प्रिय, आज यो कुरा याद गर्नुहोस्, हामी चाहिँ परमेश्वरको एनिमीहरू। हाम्रो विचारले, हाम्रो पापले, हाम्रो स्वभावले, हामीले जुन प्रकारले परमेश्वरसँगको हाम्रो आज व्यवहारहरू हामी देखाइराखेको छ, हाम्रो जीवनहरू जुन प्रकारले परमेश्वरको दृश्यमा भइरहेको छ, हामी एउटा शत्रुतामा आज भइरहेको छ। अनि कलसीको पत्रले के भन्दछन्? यहाँ कलसीको पत्रमा जब हामी आउँछौँ त्यहाँ भन्दछन् कि आज परमेश्वर, तिमीहरू चाहिँ एक समय परमेश्वरबाट वञ्चित भएका थियौ र तिमीहरू मनमा शत्रु भएको छ। हाम्रो शत्रु चाहिँ सानो छैन, हाम्रो शत्रु त परमेश्वरको रहेछ। जबसम्म हामीले प्रभुलाई पाएको हुन्न, जबसम्म हामीले ख्रिस्टलाई चिनेको हुन्न, हाम्रो एनिमी छ। तपाईको संसारमा तपाईँ सबै साथीसँग मिलेर बस्नुहुन्छ, तपाईँ मिलनसार छ, तपाईँ सबैसँग तपाईँको राम्रो सम्बन्ध छ, परिवारमा तपाईँ सबैसँग राम्रो छ, समाजमा तपाईँको सम्बन्ध राम्रो छ। तर एउटा कुरा हामीले याद गर्नु छ, हाम्रो सम्बन्ध परमेश्वरसित कस्तो छ। त्यो शत्रुतामा आज छौँ भने डरलाग्दो कुरो छ। आज हामी कोही पनि चाहँदैनौँ कि हामी चाहिँ एउटा शत्रु बनाएर बसेको। हामी सबैसँग मिलाप पाउन चाहन्छौँ। यसरी प्रभुको वचनले भन्दछन्, मिलापमा आओ, मिलापमा बी रिकन्साइल। प्रभुसँग मिलापमा आओ, रिकन्साइल गर भनेर मिलापको कुरो त्यहाँ गरिराखेको छ। किनकि आज मिलापमा आएन भने हामी अभियसली बाई नेचर हामी चाहिँ आज शत्रु छ। कसको शत्रु? परमेश्वरको शत्रु। अनि आज यही शत्रुताबाट परमेश्वरले हामीलाई मिलाप ल्याउनको लागि प्रभुको मृत्युको कुरो त्यहाँ भइरहेको छ। अनि जबसम्म आज यीशुको मृत्यु आज हुँदैन, नत्र भने हामी चाहिँ परमेश्वरको शत्रु भएको छ। परमेश्वर हाम्रो विरुद्धमा खडा भइरहेको छ। अनि आज यो कुरो चाहिँ तपाईहरुको लागि छ। तर हेर्नुस्, आज एकजना मान्छेको मृत्युले आज तपाईहरु मलाई चाहिँ त्यो मिलापमा ल्याउँदै आज त्यो शत्रुतालाई चाहिँ प्रभुले टुटाइदिनु भयो। अनि प्रभुले हामीलाई चाहिँ केमा लिनु भएको छ? मित्रतामा। अनि प्रभुले भन्नुभयो, अब म तिमीलाई चाहिँ मित्र बनाउनेछु। कति ब्युटिफुल कुरो। तेस्रो कुरा हामी के देख्छौँ? परमेश्वरको क्रोध, जो डिस्ट्रक्सनको कुरा गरिरहेको छ। यो एउटा परमेश्वरको क्रोध छ। प्रभुको रिस हामीमाथि खनाइरहेको छ। प्रभुको रिस, प्रभुको त्यो क्रोधको सामने हामी को खडा हुन सक्छ र? त्यो कन्ज्युमिङ फायर बनेको छ। यशायाको पुस्तकमा हामीले प्रभुको वचनलाई हामी हेर्दाखेरि परमेश्वरको क्रोधको सामने को उभिन सक्छ र? तपाईँ त भस्म पर्ने आगो हुनुहुन्छ। त्यो आगोको सामने हामी कसरी उभिन सक्छ र? तपाईँ हामीसँग रिसाउनु भएको छ। अनि परमेश्वरले आफ्नो क्रोधमा उहाँले न्याय र इन्साफ गर्नुहुन्छ। अनि बाइबलमा हामी धेरैचोटि परमेश्वर रिसाउनु भएको छ। इजरायली जातिसित परमेश्वर रिसाउनु भएको छ। त्यो क्रोधमा आज इजरायली जाति चाहिँ परेको छ। अनि त्यो क्रोधलाई कसले सामना गर्न सक्छ? अनि त्यो क्रोधलाई पिस बनाउनको लागि, त्यसलाई शान्त गराउनको लागि जब हामी समुद्रमा हामी जान्छौँ, समुद्रमा त्यो छाल चाहिँ कस्तो डरलाग्दो माथि उठिराखेको हुन्छ। तर त्यो छाललाई जब हामी समुद्रलाई पिस बनायो भने त्यो समुद्रलाई मजा आउँछ। परमेश्वरले पुत्र येशू ख्रिस्टको बलिदानबाट, यीशु ख्रिस्टको मृत्युबाट आज त्यो क्रोधलाई चाहिँ परमेश्वरले उहाँलाई शान्त गर्नुभएको छ। यसै कारण गर्दाखेरि प्रभुको मृत्युले चाहिँ तपाईँ अनि मलाई बचाउने काम आज गर्दछ। अनि आज हामी विचार गरौँ, प्रभुको मृत्युले तपाईँको जीवनमा आज के प्रभाव भएको छ? यसै कारण यहाँ केफासले यो कुरोलाई उसले जुन प्रकारले भने तापनि, तर एउटा मृत्युको इम्पोर्टेन्स
कति धेरै ठुलो छ जसले तपाईँ मलाई बचाउनु। अनि आज तपाईँ म माथि चाहिँ प्रभुको मृत्युको दाम लागेको छ, जुन कुरोले तपाईँ मलाई चाहिँ बचाएको छ। अनि यो कुरा हामी ध्यानमा राखौँ। दोस्रो कुरो यो मान्छेको मृत्युको कारणले गर्दा, एकजना मान्छेको मृत्युले चाहिँ आज के लागेका छ भन्दाखेरि हामीलाई परमेश्वरमा चाहिँ ल्याउने काम आज गरेको छ। त्यसको ठिक यहाँ 11 अध्यायको 51 पददेखि 53सम्म हेऱ्यौँ भने यहुदी जातिहरू चाहिँ तितर बितर भएको छ। उसले भन्दछन् यो ऊ आफूले भनेको होइन, तर एउटा मुख्य पुजारी त्यो वर्षमा उहाँ हुनुभएको कारण उहाँले भविष्यवाणी गर्दछन्। अनि त्यो भविष्यवाणी चाहिँ केवल इजरायली जातिको मात्र होइन, तर तितर बितर भएको परमेश्वरको जातिहरू जसले चाहिँ उहाँले एकसाथमा ल्याउने काम गर्नुहुनेछ। प्रभु यीशु ख्रीष्टको मृत्युले तितर बितर भएको, बढालिएको, छरपष्ट भएको सबैलाई चाहिँ एकत्रित गराउनेछन्, एकजुट गराउनेछन्। तपाईँले यशायाको पुस्तकमा, इजिकियलको पुस्तक, म त्यो सबै हामी नजाउँ अहिले होइन, यशायाको पुस्तकमा, इजिकियलको पुस्तकमा, यिर्मियाको पुस्तकमा इजरायली जातिहरू चाहिँ बढालिएको भेडासँग तुलना गरिरहेको छ, तितर बितर भएर गइरहेको छ, छत्ताछुल्ला भएको छ। उनीहरू धेरैचोटि आज दासौतमा गए, आज बेबिलोनको दासौतमा गए, अस्ट्रियाले उनीहरूलाई लग्यो, अनि पछिको दिनमा ग्रिकहरू आए, त्यसको बादमा पछि रोमेहरू पनि आएको छ। तितर बितर भएको छ, बढालिएको भेडाहरू छन्, हराएको भेडाहरू छन्। अनि यसरी प्रभुले धेरैचोटि आज लुकाको सुसमाचार 15 अध्यायमा एउटा उडा पुत्रको कुरा गर्दछन्, जो गौर फर्केर आएको छ, आफ्नो बुबा कहाँ आएको छ। आफ्नो इजरायली जातिले जिउँदो परमेश्वरलाई, याहवे परमेश्वरलाई बिर्सेर आज उनीहरूले देवी देवता मूर्ति पूजालाई उनीहरूले गर्न थाले। त्यसरी पनि उनीहरू आत्मिक प्रकारले तितर बितर भएको छन्। तर अब प्रभु येशू ख्रीष्टले आज उहाँको मृत्युले फेरि पनि सबैजनालाई आज एक मुष्टमा उहाँको बगालमा ल्याउनेछन्। परमप्रभु मेरो गोठालो हुनुहुन्छ, आफ्नो भेडालाई उहाँले आफ्नो बगालमा चढाउनुहुन्छ। अनि गोठालोले आफ्नो भेडालाई एकसाथ राख्छन्, एउटै जग्गामा राख्छन्, एउटै दृष्टिमा राख्छन्, एउटै निगाहमा राख्छन्। अनि त्यो गोठालोले चाहिँ आफ्नो भेडाहरूको चाहिँ संरक्षण गर्ने काम, आफ्नो भेडाको लागि प्राण दिने काम मात्र प्रभुले गर्नुहुन्न, तर बढालेको भेडालाई, हराएको भेडालाई उहाँ खोज्नका लागि आउनुभएको प्रभु येशू ख्रीष्ट आज हुनुहुन्छ। अनि आज प्रभुको मृत्युले चाहिँ आज हामीलाई चाहिँ परमेश्वरमा ल्याउने काम आज गरिरहेको छ। नत्र भने प्रिय बाइबलले भन्दछन् तपाईँ म चाहिँ परमेश्वर विहीनका मानिसहरू थिए। हामी पहिलो पत्रुसको पत्रमा जब हामी आउँछौँ, पहिलो पत्रुसको पत्र 2:25मा तिमीहरू सबैजना चाहिँ आज बढालिएको भेडाहरू जस्तो छौ, तर तिमीहरू अब चाहिँ तिम्रो गोठालो कहाँ, आफ्नो आत्माको रक्षको आफ्नो आत्मालाई देखरेख गर्ने कहाँ तिमीहरू फर्केर आएका छौ। प्रभु येशू ख्रीष्टले आज हाम्रो आत्मालाई देखरेख गर्नुहुने, हाम्रो सोलको उहाँ शेपर्ड हुनुहुन्छ, हाम्रो सोलको, हाम्रो आत्माको ओभरसियर हुनुहुन्छ। अनि उहाँले हामीलाई चाहिँ देखभाल गर्ने काम, देखरेख गर्ने काम प्रभुले चाहिँ गर्नुहुँदछ। हामीहरू बढालिएका थियौँ, हामीहरू हराएका थियौँ, तर आज प्रभुले आज उहाँ कहाँ ल्याउने काम गर्नुभएको छ। अब हामी यो परमेश्वरको बगालमा हामी बस्नुपर्ने कुरो हुन्छ। यो परमेश्वरको उहाँको देखरेखमा हाम्रो जीवन आज हुन पर्ने कुरो छन्। प्रभु येशू ख्रीष्टले यहुदी जाति र अयहुदी जातिले दुवैलाई एक बनाउनु भएको छ। अनि आज परमेश्वरले आफ्नो मण्डलीलाई निर्माण गर्नुभयो, आफ्नो राज्यलाई स्थापना गर्नुभयो। अनि यो भित्र चाहिँ परमेश्वरले इजरायली जाति र परमेश्वरले चुन्नु भएको आज उहाँको आफ्नो सबै जातिलाई बनाउनु भएको छ। र आज ख्रीष्टको मण्डलीलाई विशेष गरी आज हामी यो कुरोलाई हामी देख्ने गर्दछौँ। हामी बढालिएका थियौँ, तर प्रभुले आफ्नो कहाँ ल्याउनु भएको छ। अब हामी चाहिँ यो परमेश्वरको अगुवाईमा हाम्रो जीवन चाहिँ रहनुपर्छ। हामी तित्रबित्र भएका थियौँ, फेरि पनि प्रभुले हामीलाई हाम्रो जीवनलाई चढाउनु चाहनुहुन्छ। उहाँको मार्गदर्शनमा आज उहाँले हामीलाई हिँडाउनु चाहनुहुन्छ। उहाँले भन्नुहुन्छ कि म तिमीलाई सुख चैनको पानीतिर म डढाउनेछु, म तिम्रो देखरेख गर्नेछु। यस्तो खालको गोठालो आज हाम्रो परमेश्वर हुनुहुन्छ। यसै कारण प्रिय, आज हामी यो गोठालो जसले आफ्नो गोठको राम्रोसँग देखभाल गर्ने मात्र गर्नु भएन, तर आफ्नो हराएको भेडाको लागि
उहाँले आफ्नो प्राण दिनुभयो। कत्रो ठुलो मूल्य, कत्रो ठुलो दाम चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँ मेरो निम्ति दिनुभएको। तेस्रो कुरो यहाँ हामी पढ्छौँ, यो मान्छेको, यो एक व्यक्तिको मृत्युको कारणले चाहिँ आज परमेश्वरको मिसन चाहिँ के भएको छ, फिन्जेर गएको छ। प्रभुको काम, प्रभुको क्षेत्र चाहिँ बढेर गएको, विशेष गरी परमेश्वरको मिसन चाहिँ आज फिन्जेर गएको कुरा हामी पाउँदछौँ। यहाँ भनेको छ जब प्रभु येशू ख्रीष्टको यहाँ आज जुन चर्चा भइरहेको छ, मान्छेहरू चाहिँ बात मारिरहेको छ, प्रभुले कस्तो खालको अचम्मको काम गर्नुभयो नि। अरे मरेको मान्छेलाई प्रभुले के गर्नुभयो, बाहुरी उठ्नु भयो। हामीले कहिले पनि त्यस्तो देखेको थिएन। खै त हामी हेर्नु जाउँ त, होइन, सबैजनाहरू हेर्न गएको छ, मरेको मान्छेलाई हेर्न गएको छ। अनि मरेको मान्छेलाई जी उठाउने प्रभु येशू ख्रीष्टलाई पनि उनीहरूले देखिराखेको छ। तर यो कुरो मन पराएन। तर अब प्रभुले अझै यसलाई भन्नुहुँदैछ, उनीहरूले षड्यन्त्र रचिराखेको छ, उनीहरूले युक्ति बनाइराखेको छ, अब हामी यो मान्छेलाई मार्नुपर्छ। तर प्रभुले एउटा गहकिलो र अझै गहिरो कुरो गर्नुभयो। यूहन्ना 12 अध्यायमा जब हामी यहाँ आउँदछौँ, यहाँ भनेको छ के अरे, बाह्रको 32 तर म जब पृथ्वीमा उचाल्नेछु सबै मानिसहरू म कहाँ आउनेछन्। जब म उचालिनेछु सबै मानिसहरू चाहिँ म कहाँ आउनेछन्। अब प्रभुको मृत्युले धेरैजनाले प्रभुलाई विश्वास गर्नेछन्, धेरैजनाहरू प्रभुमा आउनेछन्। परमेश्वरको मिसन चाहिँ अब बढेर जानेछन्। प्रभुको मिसन केवल अब यो यस समयमा यो सानो क्षेत्रमा भएको यो बेथनीमा भएको घटना मात्र छैनन्, तर अब यो यरुशलेमबाट सुरु हुँदै गइरहेको छ, त्यहाँदेखि सामरियामा हुनेछ, त्यहाँदेखि जुडियामा हुनेछ र पृथ्वीको अन्तसम्म चाहिँ परमेश्वरको मिसन चाहिँ आज हुनेछन्। अनि त्यो मिसनले चाहिँ के गर्नेछन्, धेरैजनाहरू चाहिँ प्रभुको विश्वासमा आउनेछन्। अनि त्यो मिसनको पहिलो कामलाई चाहिँ हामीले पेन्टिकस्टको दिनमा हामी देख्दछौँ। पवित्र आत्माको त्यहाँ उहाँको आगमन भएको कुरोलाई हामी त्यहाँ देख्दछौँ। पवित्र आत्मा अलरेडी त्यहाँ हुनुहुन्थ्यो, तर पनि उहाँले आफ्नो अफिसियल इनोग्रेसन गर्नुहुँदछन्। तर पवित्र आत्मा आउनु हुँदाखेरि उहाँको आगमनको कुरोलाई मात्र उहाँको आगमनको कुरो मात्र उहाँ लिएर आउनुभएको होइन। पवित्र आत्माको आगमन चाहिँ ख्रीष्टको महिमालाई फिँजाउनको लागि हो। पेन्टिकस्टको दिन चाहिँ वास्तवमा चाहिँ एकजना महान परमेश्वरको वरिष्ठ र थियोलोजियनले भन्दछन् कि पेन्टिकस्टको दिन चाहिँ पवित्र आत्माको दिन होइन। वास्तवमा पेन्टिकस्टको दिन चाहिँ प्रभु येशू ख्रीष्टको दिन पवित्र आत्माद्वारा चाहिँ हो। प्रभु येशू ख्रीष्टको महिमाको दिन पवित्र आत्माद्वारा हो। किनकि अब प्रभु येशू ख्रीष्ट चाहिँ महिमित हुनु पर्दछ, मान्छेहरू प्रभुको विश्वासमा आउनु पर्दछ। पेन्टिकस्टको दिनमा हेर्नुहोस्, अब पवित्र आत्मा आउनुभयो, आउने बित्तिकै आज त्यहाँ 3000 मान्छेले चाहिँ प्रभुलाई विश्वास गर्न थाले। त्यसको बादमा 5000 भयो। अनि मान्छेले प्रभुको नाउँमा चङ्गाई पाउन थाले। सबैभन्दा 3 अध्यायमा एउटा हिँड्नु नसक्ने एउटा कुँजे व्यक्ति त्यहाँ हिँड्न थालेको छ। अनि त्यहाँ भन्दछन् यो चङ्गाई गर्ने को हुनुहुन्छ, परमेश्वर ख्रीष्ट येशू। येशू ख्रीष्ट को हो त? आज जीवनको कर्ता, उद्धार मुक्ति येशूको नाउँमा छ। चेलाहरूलाई धम्की मिलेको छ, हप्काएको छ, गाली गरिएको छ, तपाईले अब तिमीले यो कामलाई रोक। उनीहरूले भने हामी परमेश्वर ख्रीष्ट येशूको कामलाई हामी रोक्न सक्दैनौँ। परमेश्वरको कामलाई हामी एक्सेल गर्दै जानेछौँ, यसलाई हामी अझै फिँजाउँदै जान्छौँ, बढाउँदै जानेछौँ। परमेश्वरको आत्माले त्यस समयमा चाहिँ आज प्रभुको मण्डलीलाई चाहिँ मुभ गर्ने काम गर्नुभयो। येशूको नाउँलाई उच्चभन्दा पनि उच्च पारिदिनु भयो। अनि यो चाहिँ प्रभुको मृत्युबाट चाहिँ भयो। प्रभुको मृत्यु नहुँदासम्म त्यो एउटा लिमिटेड थियो, त्यो एउटा सानो मात्र थियो। तर प्रभुको मृत्यु पश्चात परमेश्वरको मिसन चाहिँ वाइडनिङ भएको छ। सारा विश्वभरि अब यो चर्चा हुन थालिराखेको छ कि येशूको नाउँ चाहिँ सबैभन्दा उच्च अनि सर्वश्रेष्ठ नाउँ छ। आज हाम्रो इन्डियामा पनि येशूको नाउँसँग आज हाम्रो इन्डिया गभर्मेन्ट पनि डराइराखेको छन्, भयभीत भइराखेको छन् उनीहरू।
किनकि प्रभुको नाउँ चाहिँ उच्च भएको नाउँ। आज विभिन्न राज्यहरूमा चिरो भत्काइराखेको छन्, विश्वासीलाई धम्कीहरू मिलिराखेको छन्। किन? यीशुको नाउँको कारणले गर्दाखेरि। किनकि आज यीशुको नाउँ चाहिँ सबैभन्दा चर्चित नाउँ हो, यीशुको नाउँ चाहिँ सबैभन्दा महान नाउँ हो, उच्च अनि सर्वश्रेष्ठ नाउँ हो। अनि यो चाहिँ प्रभुको मृत्युबाट भएको छ। यसै कारण आज प्रभुको एकजनाको मृत्युले परमेश्वरको मिसनलाई चाहिँ आज ग्रोथ दिएको छ। यस्तो खालको ग्रोथ दिएको छ, त्यो ग्रोथलाई चाहिँ आज कसैले पनि रोक्नु सक्दैन। विभिन्न प्रकारको शक्तिहरू आएका छ। मैले हिजो अस्तिको दिनमा एउटा युट्युब, चाइनाको युट्युबलाई हेरिराखेको थिएँ। अनि त्यो एउटा एउटा एजम्पसन लगाइराखेको थियो, अब चाइना देश चाहिँ आज क्रिस्चियन देश कहलाइने छ भनेर कहलाएको छ। तपाईँलाई थाहा छ आज चाइनामा यति भयङ्कर रूपमा रिभाइभल आइराखेको छ। चाइनामा यति धेरै मान्छेहरू प्रभुमा विश्वासमा आइराखेको छन्। अन्डरग्राउन्ड चर्चेसहरू कति धेरै छन्। आज चाइनामा मात्र छैन प्रिय, अहिले अफ्रिकामा पनि त्यस्तै डरलाग्दो मिसन प्रभुको रिभाइभल आइराखेको छ। आज यो एउटा महान काम छ प्रभुको, किनकि परमेश्वर आफ्नो मिसनलाई ग्रोथ दिइराख्नु भएको छ यो मृत्युको कारणले गर्दाखेरि। अनि आज यो ग्रोथ आज हाम्रो क्षेत्रमा पनि आउनुपर्छ। आज यो प्रभुको मृत्युको कारणले गर्दाखेरि आज हाम्रो मण्डलीमा पनि ग्रोथ आउनुपर्छ। आज हाम्रो परिवारमा पनि ग्रोथ आउनुपर्छ, हाम्रो समाजमा पनि ग्रोथ आउनुपर्छ। हाम्रो यो जग्गामा पनि आज पेन्टिकस्टको त्यो प्रभाव आज यो क्षेत्रमा पनि बढेर जानुपर्छ। किनकि आज एकजना मृत्युको प्रभाव आज यहाँसम्म हुनुपर्छ। तपाईँ मेरो सोच के छ? आज हामीले परमेश्वरको मिसनलाई आज के बुझिराखेको छ? प्रभुको सुसमाचारलाई के बुझिराखेको छ हामीले? आज यो एउटा प्रश्न तपाईँ मेरो लागि छ। यहाँ हेर्नुहोस् त, परमेश्वरको काम भयङ्कर रूपमा बढेर गए। उनीहरू अत्ताले अनि अघि मैले सुरु भने ल यीशुको पछि त सारा संसार पो लागेछ त। त्यसै कारण त यीशुलाई चाहिँ क्रुसमा टङ्गाएको हो। यीशु एउटा प्रभावकारी व्यक्ति भयो, तर उहाँ आफैले फेसबुकमा आफ्नो कामलाई पोस्ट गरेर आफूलाई उहाँले महिमित तुलाएको होइन, तर उहाँलाई महिमित परमेश्वरले तुलाउनु भयो। उहाँले आफ्नो जीवन कल्भरी क्रुसमा दिनुभएको छ। अनि आज यो मिसनमा तपाईँ म हुनुपर्छ प्रिय। अनि आज हामीले प्रभुको मृत्युको घोषणा हामीले गर्नुपर्छ। प्रभुको मृत्युको प्रचार तपाईँ मैले गर्नुपर्छ। मान्छेले ख्रीष्ट येशूको विषयमा हामीले बताउनुपर्छ। मेरो र तपाईँको विषयमा बताउनु केही पनि छैन, हाम्रो आफ्नो चर्चको विषयमा बताउनुहरू केही पनि छैन, तर हामीले पावलले भने जस्तो म चाहिँ केवल येशू ख्रीष्ट र उहाँको क्रुसको मात्र चाहिँ म प्रचार गर्छु। हामी यीशुको क्रुसलाई प्रचार गरौँ न, यीशुको मृत्युलाई प्रचार गरौँ न। अनि आज प्रचार गर्ने मण्डली विश्वासी हुनुपर्छ। हामी आज 50 वर्ष पुग्यौँ, तर आज हामी मिसनमा हामी कति छौँ? हामी प्रचारको काममा कति छौँ? हामी कति प्रभुको सुसमाचारको लागि हामी एक्साइटेड भइरहेका छौँ? प्रभुको मृत्युलाई हामी मान्छेले बताउन हामी कति जोसिराखेका छौँ? आज एउटा गाउँमा एउटा मान्छे मृत्यु भयो भने उसको फेसबुकमा पोस्ट गरेँ है, व्हाट्सएपमा मेसेज सेन्ड गरेँ, नाना मात्र के हुन्छ। प्रभुको मृत्यु 2000भन्दा अगाडि नै भइसकेको छ, तर हामीले कहिले पनि प्रभुको मृत्युलाई हामी पोस्ट गर्दैनौँ। हामी कहिले पनि प्रभुको सुसमाचारलाई हामी पोस्ट गर्दैनौँ। खालि पोस्ट चाहिँ कुन दिन गर्छ? इस्टरको दिन चाहिँ गर्छ। गुड फ्राइडे र इस्टर, ह्याप्पी इस्टर त ह्याप्पी गुड फ्राइडे, त्यति मात्र हाम्रो पोस्ट। त्यो पनि इन रिलिजियस सेन्स, क्रिस्चियन क्यालेन्डर सेन्स। तर डेली डे टु डे लाइफमा हामीले प्रभुको मृत्युको प्रचार गर्नुपर्छ। यो कति हो? यसै कारण गर्दाखेरि आज एकजना मृत्युको कत्रो ठुलो प्रभावलाई सो आज हामी यहाँ देखा परिरहेको छ। अनि आज एकजनाको मृत्युले चाहिँ तपाईँ मलाई अनन्तबाट बचाउनु भएको छ। विचार गर्नुहोस्, के तपाईँ आज बाँच्नु भएको छ? कि प्रभुको मृत्युको प्रभाव तपाईँको जीवनमा आएको छ?
कि तपाईँ यीशु प्रभु मेरो लागि मर्नु भयो भने तपाईँले विश्वास गर्नुभएको छ? यदि आज विश्वास गर्नु भएको छैन भने आज तपाईँको लागि त्यो कुरो भइराखेको छ। हामीले आज कुरा विश्वास गर्नुपर्दछ। एकजनाको मृत्युले चाहिँ हामीलाई परमेश्वरको त्यो बगालमा राख्ने काम राख्नु छ। हामी हराएका थियौँ तर आज फेरि पनि परमेश्वर ल्याएको छ। आज मण्डलीमा हाम्रो धेरै बाबुहरू हराइराखेको छ, धेरै हाम्रो जवानहरू हराइराखेको छ। प्रभुले आज खोजिराख्नु भएको छ। प्रभु चाहिँ हराएको भेडालाई खोज्नका लागि आउनुहुने परमेश्वर हुनुहुन्छ। के आज हामीलाई प्रभुले भेटाउनु भएको छ? अनि आज यो कुरो चाहिँ तपाईँलाई लागि छ। अन्तमा हामी यहाँ देख्दछौँ हामीले आज प्रभुको मृत्युलाई, एकजना मान्छेको मृत्युलाई हामीले कति बुझेका छौँ। तपाईँलाई थाहा छ यो केफसले भविष्यवाणी त गरे नि, तर उनी अन्तमा चाहिँ के भयो? परमेश्वरको विरुद्धमा उठ्यो। लास्टमा उनी थियो प्रभु यीशु ख्रीष्टलाई आज दोस्याउने, ईश्वर निन्दा भने, यसले त अब ईश्वर निन्दा गर्यो भनेर चाहिँ आज अब यसलाई हामी क्रुसमा टँगाउनु पर्छ भनेर उसले त्यो कुरोलाई चाहिँ भनेको छ। तर उसले त्यो भविष्यवाणी जो सुन्नमा अति असल थियो, तर वास्तवमा आज उसको त्यो दुष्टता विचार थियो। तर परमेश्वर उसको दुष्टताको विचारलाई पनि परमेश्वर आफ्नो महिमाको निम्ति प्रयोग गर्नुभयो। तर यस गरी हामीले हेर्नुपर्ने कुरो, उसले परमेश्वरको मृत्युलाई आज बुझ्न सकेको थिएन। काश आज उसले त्यो दिन यसै गरी यस समयमा यो भविष्यवाणी गर्दै गर्दै यदि आज प्रभुको मृत्युको कुरोलाई आज उसले बुझेको भए सायद प्रभुलाई आज उसले विश्वास गर्थे पनि होला। तर आज उसले प्रभुको मृत्युलाई बुझ्न सकेन। तपाईँ मेरो जीवनमा आज यस्तै भएर घर गइरहेको छ। प्रभुको मृत्यु के हो? व्हाट इज द प्रभुको मृत्युले तपाईँले के बुझिराखेका छौँ? के भएको छ तपाईँ मेरो जीवनमा? आज प्रभुको मृत्युले मलाई के फरक मेरो जीवनमा ल्याइराखेको छ? प्रभुको मृत्यु मेरो जीवनसँग के सम्बन्धित छ? के हामीलाई वास्ता छ यो कुरो? हामीले दिन प्रतिदिन प्रभुको क्रुसलाई हेर्नुपर्छ। दिन प्रतिदिन हामी उहाँको मृत्युलाई हामीले रिफ्लेक्ट गर्नुपर्छ। आज हामी प्रभु भोजमा छ। प्रभुले किन यो भोज प्रभुले मण्डलीमा पालन गर्न दिनुभयो? किन? के यो पालन गर्न जरुरी थियो? प्रभुले भन्नुभयो इन रिमेम्बर अफ मेरो सम्झना। किन सम्झना शब्द त्यहाँ चलायो? हामीले बिर्सेका छौँ प्रभुको मृत्युलाई। प्रभुको मृत्यु के हो भन्ने कुरा हामी बुझेकै छैनौँ आज। यसै कारण गर्दाखेरि आज तपाईँहरूले मेरो लागि परमेश्वरलाई जतिको हामीले हाम्रो श्रद्धा, हाम्रो भक्ति, हाम्रो विश्वास प्रभुको लागि हुनुपर्ने थियो त्यो कुरा आज हुन सकिरहेको छ। किन हामीले प्रभुको मृत्युलाई बुझेकै छैन। अनि यो केफसले पनि यही कुरो भयो। लास्टमा उनले प्रभुलाई क्रुसमा टँगाएको, क्रुसमा टँगायो प्रभुलाई। अनि आज हामीले जब प्रभुलाई विश्वास गर्दैनौँ, प्रभुलाई महिमा नै दिँदैनौँ, प्रभुको मृत्युलाई हामी बुझ्दै चाहँदैनौँ भने अन्तमा हामी पनि आज परमेश्वरको विरुद्धमा भएको हाम्रो जीवन हुँदछ। अन्तिम कुरो यहाँ भाग पाउँदाखेरि प्रभु यीशु ख्रीष्टले जब यो मृत्युको विषयमा उहाँको भविष्यवाणी भइसकेको छ, प्रभु यीशु ख्रीष्ट दिनप्रति एउटा जोखिमपूर्ण अवस्थामा उहाँ जिउन पर्यो, फुल अफ रिक्स। त्यहाँदेखि उता प्रभु यीशु ख्रीष्ट कहिले पनि खुल्ला हिँड्नु भएन। यहाँ बाइबलले भन्दछ जतिको पहिलेको समयमा हिँड्नुभयो, अब यहाँ उहाँको लागि रेस्ट्रिक्सन आयो। यति साह्रो रिक्स आज उहाँले आज उठाउनु परिरहेको छ। तर प्रभु यीशु ख्रीष्ट त्यो रिक्स उठाउँदै उठाउँदै प्रभुलाई थाहा छ म चाहिँ कल्भरी क्रुसमा मर्नुपर्छ। हाम्रो जीवनमा कतिको रिक्स हामीले प्रभुको लागि उठाइराखेका छौँ। प्रभुको लागि कति जोखिम अवस्थापूर्ण जीवनलाई हामीले जिराखेका छौँ। भनाइ खाने कुरोहरू छ। मान्छेले हामीलाई
अवहेलना गर्ने कुरोहरू मान्छेले हामीलाई डिभ्यालु गर्ने कुरो आउँछ हामी हरेक कुरा हामी चाहिँ सेफ गेम खेल्छौँ क्या तपाईँलाई थाहा छ कोही बेला म पनि त्यस्तो कोही बेला त्यस्तो हामीलाई कसैले केही पनि नभनोस् है मलाई अलिकति मेरो विषय कसैले कमेन्ट नगरोस् कसैले मलाई अलिकति आएर मलाई मेरो विरुद्धमा नबोलोस् भन्ने कुरा हामी सेफ गेम खेल्छौँ हामी आफूलाई चाहिँ ठिक बनाउन खोज्छौँ तर इच एन्ड एभ्री स्टेपमा हामीलाई के रिस्क छ जोखिम अवस्थालाई हामी भोग्नु पर्दछ हेर्नुहोस् न प्रभु यीशु ख्रीष्टले जोखिममय अवस्थामा जिउन पर्यो त्यसै कारण उहाँ धेरैचोटि आफूलाई होसियारीको साथमा आफ्नो जीवनलाई जिराखेको छ रिस्क क्रिस्चियन लाइफ चाहिँ फुल अफ रिस्कमा हामीलाई थाहा छैन भोलिको दिन हाम्रो लागि के हुन्छ तर हामी जिउँदछौँ पावलले भन्दछ म जान्दछु मैले कसमाथि विश्वास गरेको छु यसै कारण म सबै कुरो उहाँमा सुम्पिदिन्छु रिस्क उठाउँछु म अनि म प्रभुको लागि म आफ्नो जीवनलाई जिउँदछु अनि आज यही कुरो चाहिँ छ हामी परमेश्वरको लागि के उठाउन चाहिरहेका छौँ प्रभुको लागि हामी कस्तो खालको अवस्थाबाट भएर हामी जिउन चाहन्छौँ प्रभुको लागि हामी के बनिरहेका छौँ है आज यो इम्पोर्टेन्ट कुरोलाई हामी हेर्छौँ 2 कोरिन्थी 4 को अन्तिम भाग हो यो 4 को 11 मा यसरी पाउँदछ 4 को 11 मा के भन्दछन् हामी सधैँ नै आफ्नो जीवन चाहिँ प्रभुको येशू ख्रीष्टको खातिर मृत्युमा दिँदछौँ हामी सधैँ नै आफूलाई मृत्युमा दिइराखेका छौँ येशू ख्रीष्टको खातिर मृत्युको रिस्क हामी उठाइराखेका छौँ दिन प्रतिदिन कति बेला के हुन्छ थाहै छैन कति बेला के हुन्छ थाहै छैन विगत दिनमा इराकमा जब लडाइँ भइराखेको थियो परिवारको सदस्यहरू भन्थ्यो अरे म घरबाट निस्किँदैछु तर थाहा छैन म बेलुका फर्केर आउँछु कि आउँदैन इच एन्ड एभ्री नर्मल फ्यामिलीको त्यो कुरो हुन्थ्यो किनकि त्यो उनीहरू रिस्क उठाएर घरबाट निस्किन्थ्यो तर फर्केर आउँछ कि आउँदैन किनकि आज त्यहाँ चाहिँ लडाइँ स्थिति राम्रो थियो हामी पनि यही कुरो छ दिन प्रतिदिन हामी रिस्क लिएर हामी आफ्नो जीवनलाई जिउनुपर्छ प्रभुको लागि के हामी आज रिस्क लिन खोजिरहेका छौँ प्रभुको लागि हामी के कुरोलाई हामी गर्न खोजिरहेका छौँ यो इम्पोर्टेन्ट छ अनि प्रभुको जब यो दिन भविष्यवाणी भयो त्यहाँदेखि प्रभु कहिले पनि शान्त अझै रहनु भएन उहाँको लागि झन् पीडा बढ्यो उहाँको लागि दिन झन् नजिक आयो अनि यहाँ 12 अध्यायले भन्दछन् मेरो आत्मा मेरो हृदय व्याकुल भएको छ कति माया लाग्छ 12 को 17 Now my heart is troubled and what shall I say Father save me from this hour तर भन्दछन् No it was for this very reason I came to this hour Father glorify your name प्रभुको रिस्क झन् अब उसको लागि चाहिँ सम्भावना भयो झन् उसको लागि अब सेन्सिटिभ भएर गयो हरेक कुरो तर प्रभुले त्यो कुरोलाई गर्नुभयो अन्तमा उहाँले मृत्युलाई अन्धाल्नु भयो प्रिय आज तपाईँ म पनि आज यही एउटै मानिसको मृत्युले तपाईँ मैले कत्रो ठुलो छुटकारा पाएका छौँ हाम्रो लागि कत्रो ठुलो रिलिफ छ अब हामी प्रभुको लागि आफ्नो जीवनलाई जिउन अब हामी ख्रीष्टको लागि हामी हिँडौँ न ख्रीष्टको लागि सेवा गरौँ न ख्रीष्टको लागि हामी दिउँ न ख्रीष्टको लागि हामी जिउँ न ख्रीष्टको लागि यो मण्डलीमा हामी बसौँ न केवल ख्रीष्टको लागि यहाँ कसैको लागि होइन किनकि एकजना मान्छेले आफ्नो प्राण दिनुभएको छ यसै कारण आज हामी छमेल पिएफसीको हरेक सदस्यहरू चाहिँ ख्रीष्टको लागि हरेक सदस्य बस्यो भयो भने परमेश्वरको अनुग्रह चाहिँ तपाईँ मेरो जीवनमा हुनेछ र प्रभुले हामीलाई धेरै धेरै आशिष दिनु प्रार्थना गरौँ